ढुङ्गो बोल्ला तर बालेन बोल्दैनन् किनकि उनलाई थाहा छ जति बोल्यो उति विवाद बढ्छ तर जति काम गर्यो उति इतिहास बन्छ। आज नेपालमा एउटा अनौठो दृश्य देखिँदैछ। जुन मान्छेलाई काँचो तन्नेरी भनियो उही मान्छे धेरै पाका भनिनेहरूभन्दा परिपक्व देखिँदैछ। र अचम्म त के छ भने जनताको लागि काम गर्दा भन्दा मेरो मान्छे किन हटाइस भन्नेहरू बढी रिसाएका छन्। आजको भिडियोमा हामी कुरा गर्नेछौँ किन बालेनको निर्णयले पुरानो सेटिङ हल्लियो अनि किन पूर्व न्यायाधीश नेताहरू र पहुँचवालाहरू असन्तुष्ट देखिए र यति हुँदा पनि जनताले आखिर किन साथ दिइरहेका छन् बालेनलाई। समस्या बालेन होइन, आफ्नो पहुँच गुम्छ भन्ने डर हो मान्छेहरूलाई। नेपालमा धेरै वर्षदेखि एउटा संस्कार बस्यो, योग्यता भन्दा पहुँच, क्षमता भन्दा चिनजान। जबसम्म आफ्नो मान्छे नियुक्त हुन्थ्यो सबै ठिक हुन्थ्यो। तर एक दिन कसैले आएर भन्यो अब सिस्टम नियमले चल्छ। आज धेरैको रिस निर्णयमा होइन, आफ्नो पहुँच कमजोर भएकोमा हो। कसैले सोचे मैले साथ दिएको थिएँ त्यसैले मेरो कुरा मान्नुपर्छ र कसैले सोचे मैले नियुक्त गरेको मान्छे किन हटाइयो। तर आज एउटा प्रश्न गरौँ, यदि प्रधानमन्त्री, मेयर वा प्रधान न्यायाधीश सबैलाई खुसी पार्दै हिँड्न थाल्ने हो भने देश कसरी चल्छ? हरेक फोन उठाएर, हरेक आफन्तलाई रिजाएर, हरेक दबाब मानेर देश चलाउने हो भने फेरि परिवर्तन किन चाहिएको थियो? पहिला सबै यस्तै त थियो, ठिकठाकै थियो। बालेनको मौनता किन धेरैलाई भारी पर्यो? अहिलेको सबैभन्दा रोचक कुरा के छ भने बालेन धेरै बोल्दैनन्, प्रतिक्रिया कम दिन्छन्, विवादमा कम फस्छन्। तर यही मौनता धेरैलाई भारी परिरहेको छ किनकि नेपालमा हामी अभ्यस्त भइसक्यौँ दिनभर नेताको भाषण सुन्न तर काम कम देख्न। पहिलो पटक देशको प्रधानमन्त्री बिहान 8 बजे अफिस पुगेर बेलुका घर फर्किँदाखेरि मान्छेहरूलाई अचम्म लागिरहेको छ। न ठुलो भाषण, न नाचगान, न कार्यकर्ताको भिड, तर निर्णयहरू एकपछि अर्को। मन्त्री परिषद बैठक जम्मा 15 मिनट बस्छ तर निर्णयहरू रौँ ठडिने जस्तो आउँछन्। त्यसैले आज धेरैले भन्न थालेका छन् ढुङ्गो बोल्ला तर बालेन बोल्दैनन्, तर फेरि कामले बालेन बोलिरहेका छन्। अहिले प्रधान न्यायाधीश नियुक्तिको विषयले ठुलो बहस ल्यायो। कसैले भनिरहेका छन् ज्येष्ठताका आधारमा हुनुपर्थ्यो, तर प्रश्न उठेको छ नेपालको संविधानको कुन धारामा प्रधान न्यायाधीश ज्येष्ठताको आधारमा हुनुपर्छ भनेर लेखेको छ? यदि अन्य नियुक्तिमा योग्यता, दृष्टिकोण, क्षमताको आधारमा गर्न सकिन्छ भने यहाँ किन हुँदैन? अर्को प्रश्न पनि उठेको छ, यदि वर्षौं अगाडिदेखि को कहिले प्रधान न्यायाधीश हुने भनेर अनौपचारिक सेटिङ नै तयार थियो भने त्यो कति स्वस्थ प्रणाली थियो त? आज यही पुरानो चक्र तोडिने प्रयास हुँदा स्वाभाविक रूपमा पुरानो सिस्टमसँग जोडिएका मान्छेहरू असहज देखिन सक्छन्। तर अन्तिम निर्णय कसले गर्ने? व्यक्ति होइन, संवैधानिक प्रक्रिया र संसदीय सुनवाईले। जनता किन अझै बालेनसँग छन्? धेरैले एउटा कुरा बुझेका छन्, यो सरकार वा नेतृत्व सबै कुरामा पूर्ण छैन, कमी कमजोरी हुन सक्छन्। तर जनताले एउटा कुरा हेर्दैछन्, इन्टेन्ट अर्थात् नियत। देशलाई छिटो विकासतर्फ लाने प्रयास भइरहेको छ कि छैन? भ्रष्टाचार, सेटिङ, नातावाद, कृपावाद विरुद्ध कम्तीमा कसैले त चुनौती दिइरहेको छ कि छैन? किनकि नेपाली जनता वर्षौंदेखिबाट एउटै कुराले थाकेका छन्, ठुला भाषण, काम भने कम। त्यसैले आज धेरै नेपालीहरू भन्छन् 5 वर्ष काम गर्न दिउँ, नतिजा आएन भने त्यसपछि आलोचना गरौँ। आज नेपालमा एउटा रोचक सङ्घर्ष चलिरहेको छ। एकातिर पुरानो सोच, मेरो मान्छे, मेरो पहुँच, मेरो भाग, अर्कोतिर नयाँ पुस्ताको सोच, काम गर्ने मान्छेले मौका पाओस्। सायद यही कारण हो बालेनलाई धेरैले मन पराउँछन्। तर एउटा कुरा चाहिँ स्पष्ट छ, उनले नेपालमा गर्ने बहसलाई नै बदलिदिएका छन्। पहिले बहस हुन्थ्यो कुन पार्टी, कुन नेता, तर अहिले बहस हुन थालेको छ काम भयो कि भएन। र यो परिवर्तन सानो होइन। र अन्त्यमा एउटा कुरा, कुनै पनि नेता भगवान हुँदैन, प्रश्न उठ्नुपर्छ, आलोचना हुनुपर्छ, तर आलोचना व्यक्तिगत रिसले होइन, देशको हितको लागि हुनुपर्छ। किनकि देश बनाउने हो भने हामीले पनि एउटा बानी बदल्नुपर्छ। हरेक ठाउँमा मेरो मान्छे खोज्ने बानी चाहिँ बदल्नै पर्छ, नत्र फेरि सिस्टम बदलिँदैन, अनुहार मात्रै बदलिन्छ। तपाईँलाई के लाग्छ, नेपालमा अहिले साँच्चै सिस्टम बदल्ने प्रयास भइरहेको छ कि फेरि अर्को राजनीतिक नाटक मात्रै हो? कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। भिडियो मन परेमा लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त धन्यवाद।